हेलो गुड मर्निङ भन्दाखेरि अब अहिले गुड मर्निङ भन्दाखेरि अहिले 10 बजिसक्यो होइन 11 बज्नलाई 6 मिनट मात्र छ है। हामी हिजो चाहिँ होइन उताबाट तीर्थ दर्शन गरिसकेपछि आयो यता है। यता आउँदाखेरि के भयो भनेदेखि बिचको बाटोमै है सानो गाउँ पुगेपछि त्यसपछि चाहिँ धेरै मोबाइल चलाएर मैले चाहिँ मोबाइलको ब्याट्री सक्यो। ब्याट्री सकेपछि अब चार्ज गर्नलाई हुनु त चार्जिङ लिएको थियो। पावर ब्याङ्क त मलाई छैन, हामीसँग छैन होइन। उता के भन्छ सानोमा पनि त्यो रहेनछ के भन्छ अब बत्ती रहेनछ है। बत्ती नभएर होइन तनाव उता अब ब्याट्री चार्ज गर्नको लागि बत्ती नै नभएर मेरो फोन चाहिँ स्विच अफ गयो। त्यसपछि चाहिँ कहिले हामी यता आयो होइन के गरे त्यो चाहिँ भएन भिडियोमा खिच्नलाई। अब ब्याट्री नै छैन नि। सो आज चाहिँ बिहानै हिजो अब के भन्छ हिजो तल हाम्रो म्याम त्यो हुनुहुन्छ आन्टी होइन, अनि भन्छ मैको कहाँ बसेँ 2 घन्टा जति बसेँ होला बेलुका चाहिँ। त्यसपछि चाहिँ अब राति भइसक्यो त्यो बेला नै होइन 8 बजे 8:30 जति बजिसक्यो। 8:30 बजिसकेपछि यता अर्को मैक हुनुहुन्छ, अर्को मैकको छोरा चाहिँ यता छ है। फेरि त्यहाँमा चाहिँ हामी त्यतै बस्यो होइन। डिनर गरिसकेपछि त्यतै बसेँ हामी चाहिँ। त्यसपछि बिहान छिट्टै भन्छ कि के भन्छ अब चाँडै भन्छ कि होइन उठिसकेपछि माथि अर्को के भन्छ अब मामा हुनुहुन्छ है माथि चाहिँ। अब यो गाउँ नै आमाको के भन्छ आमाको त्यो माइतीहरू हुनु र सबै आफ्नै मामा मैजू होइन माइकहरू हुनुहुन्छ है। त्यही भएर हामी चाहिँ माथि इन्भिटेसन आएको थियो, इन्भिटेसनमा गएँ। माथि चाहिँ के दियो भनेदेखि चिउला इज पला भन्छ होइन हाम्रो भाषामा चाहिँ। पला इज अ फेमस डिसेस इन ओम्ला होइन। हाम्रो ओम्लाको त्यो नामकाको मान्छेहरूकोमा चिउला भन्ने बित्तिकै एकदम त्यो ठुलो मान्छ क्या चिउला। हुनु त चिउला धेरै खान त सक्दैन किनभने एकदम ओइली हुन्छ नि त। ओइली भयो भने हामी चाहिँ चिउला तरकारीमा चाहिँ के भन्छ अब आलु छ है, त्यसमा चाहिँ प्याज हालेको थियो। एकदम मिठो थियो, एकदमै मिठो रहेको छ खाना चाहिँ। अनि कफी खाएँ होइन। चिया त अब कम्पलसरी नै पाउँछ कि हामीलाई, कम्पलसरी नै पाउँछ है। चिकन चिया खाएँ। यता चाहिँ सानो खोला खन्दै चिकन चिया खाएँ। त्यसपछि के भन्छ अब त्यसपछि माथि बसेँ होइन। वाइफाई भन्छ हटस्पट खेलेँ। भाइहरूले डाटा किन्नु भएको छ, मैले त डाटा किनेकै छैन होइन। भाइहरूले डाटा किनेको छ। मैले बिदा हुँदा घरमा आफ्नो बुवा आमाको फोन चलाउँदै डाटा हटस्पट खेलेँ है। त्यही हो। टन्ना खाइसकेपछि एकदम गर्मी थियो, त्यही भएर यता अब फर्किने क्रममा छौँ। आज चाहिँ हामी गिर्मीसम्म जानेवाला छौँ है। अहिले चाहिँ तल मै कहाँ जाने हो, त्यसपछि चाहिँ फर्किने। यहाँ चाहिँ एउटा घर रहेको छ। गर्मीले गर्दा यता हेर्न पसिना गल्लाइसक्यो यार जिउ चाहिँ। यता चाहिँ पाल किन लगाएको हो भनेदेखि अब बर्खाको सिजन हो है, मनसुन टाइम हो। यता चाहिँ मनसुनमा चाहिँ पानी धेरै पर्छ नि त। हुनु त खासै पुऱ्याएको छैन यो वर्ष चाहिँ। त्योमा पनि अब पानी पऱ्यो भने के हुन्छ त, त्यो के हुन्छ अब लिक हुन्छ नि त वाटर ड्रपहरू घरभित्र। लिक भएपछि अब घर बिग्रिने सम्भावना धेरै भएर लिक नहोस् भनेर चाहिँ पाल लगाएको हो। त्यही हो। अब यहाँबाट जानुपर्ने हुन्छ है। बाइदी चाहिँ गाइड गर्दै मलाई भने त म सानो हुँदाखेरि यहाँबाट 2-3 चोटि गएको थिएँ। त्यो यदि तपाईँहरू खमाल जानुहुन्छ भने यहाँबाट चाहिँ माथि जानुपर्ने हुन्छ। त्यो डाँडाको बिचमा गएर चाहिँ खमालको गाउँ पुगिन्छ है त। त्यही हो।
यता त छेप्पारो छ है छेप्पारोलाई हल्का जुम तानिएको मात्र है यो भिडियो चाहिँ सर्ट क्लिप्स यता चाहिँ कलको कार्यक्रम हुनेछ कल चाहिँ हल्का बिग्रेको थियो र मेरो बुवा चाहिँ बनाउँदै हुनुहुन्छ यो भिडियो चाहिँ अपलोड गरौँ कि नगरौँ जस्तो लाग्यो किनभनेदेखि धेरै मान्छेहरू यो मान्छ कि कल चलाउने भयो होइन कलको यताउति केही काम गर्नेहरू चाहिँ तल जातको मान्छेले गर्छ होइन माथि जातको ठुलो मान्छेले चाहिँ गर्दैन भनेर चाहिँ अरू कोही मान्छेहरूको मान्यता छ है हाम्रोतिर चाहिँ यस्तो छैन कि जो कोहीले पनि चलाउन पायो है कल चाहिँ ठुलो मान्छे भयो पनि सानो कास्टको मान्छे भयो पनि जो कोहीले पनि चलाउन पायो त्यही भएर चाहिँ म चाहिँ यो भिडियो अपलोड गर्दैछु है यो कुराहरू चाहिँ तपाईँहरूले त्यो गर्नु होला याद गर्नु होला है त अहिले चाहिँ बजेको चाहिँ कति हो भनेदेखि होइन 4 बजेर 40 भइसकेको छ खासमा हाम्रो प्लान चाहिँ के थियो भने आज किर्मी फर्किने प्लान थियो त्यसमा पनि फ्यामिलीहरूले इन्सिस्ट गरेर होइन बस्नु भन्दै थियो हामीलाई चाहिँ त्यही भएर हामी चाहिँ अब बस्ने योजना भयो हाम्रो चाहिँ भनौँ है अब पहिले चाहिँ हाम्रो एबी पहिले होइन क्या एबी चाहिँ त्यहाँ बस्छ होइन त्यो छ नि त त्यो घरमा एबीको कहाँ गए पहिले चाहिँ हामी गएर चाहिँ एबीसँग भेटघाट गऱ्यौँ है भेटघाट गरिसकेपछि चाउचाउ पकाएर चाहिँ दिनु भयो हामीलाई भयो है चाउचाउ खाएँ नास्ताको रूपमा चाउचाउ खाएँ है हावाहुरी चलेर कसम मेरो आवाज त सुन्छ कि सुन्दैन चाउ त्यसपछि चाहिँ तल आएको है अब यता फ्यामिलीहरू भन्छ होइन कजनहरू टर्न छ क्या त्यही भएर चाहिँ अहिले चाहिँ भर्खर त्यहाँबाट आएको यो नयाँ गर्छ नि त हाम्रो माइकको घर हो है त्यहाँबाट चाहिँ आएको त्यहाँबाट चाहिँ चाउचाउहरू मगाएँ होइन हुन त माथिबाट मैले सबै कजन भन्छ कि क्या भन्छ अब फ्यामिली जस्तै हो नि त उनीहरूलाई लागि चाउचाउ ल्याएको थिएँ चाउचाउ चाहिँ तल गाउँमा चाहिँ बिर्सेछु होइन अनि म यहाँबाट चाहिँ तल जानको लागि अल्छी लाग्यो क्या त्यही भएर यतै मागेर माथि खङ्गालतिर जाँदैछु म मात्र होइन कि हाम्रो भाइ 2 पनि छन् है हामी चाहिँ खङ्गाल जानेवाला छौँ खङ्गालमा चाहिँ हाम्रो हजुरबुवाको बहिनी अब हजुरआमा नै भनौँ होइन हजुरआमा छ है हजुरआमा चाहिँ मैले देखेको जस्तो लाग्यो म सानै देखेँ होइन सानो हुँदाखेरि चाहिँ अब भेटेँ होला त्यसपछि चाहिँ सायद देखेन अब म त चिन्दिनँ उहाँ पनि हामीलाई चिन्दैन होला तर म यस्तोको छोरा हो भनेदेखि चिन्छ सायद है त्यही हो अहिले चाहिँ हामी हल्का माथि पुगेको अवस्थामा छौँ है माथि त्यहाँबाट डाँडा चढेर माथि आएँ यहाँबाट चाहिँ सिधा गइसकेपछि चाहिँ खङ्गाल गाउँमा जान सकिन्छ बाइदी चाहिँ एकदम बिजी के फौजीमा है नेटमा झुन्डै छ यहाँबाट चाहिँ लामाखोल्सी गाउँको त्यो एकदम दामी देख्छ है घरहरू भ्यू नै दामी देखिरहेको छ है घर दूरी चाहिँ 30 जति होला सबै देखिरहेको छ अहिले चाहिँ मनसुनको टाइम हो है समरमा चाहिँ सबै ग्रिनेरी देख्न थालेछ है माथिहरू पनि रोडहरू माथि चाहिँ रोडहरू भयो अलि यहाँबाट अलि उता हेर्दाखेरि हेर्न यार बाइदी त्यही हो यो चाहिँ पालम हो माथिको चाहिँ हल्का तलको चाहिँ सुपार्खा हो यो चाहिँ सुपार्खा यो चाहिँ छुर्का फर्के छ होइन यो चाहिँ के नौछारी हो कि के हो के भन्छ होइन यो खोलाको नाम चाहिँ यो चाहिँ लज एन्ड रेस्टुरेन्ट होटल हो है यो चाहिँ नाम्का गाउँपालिकाको यहाँबाट चाहिँ एन्ट्री गेट यता चाहिँ ब्रिजहरू रहेको छ वनदेखि यहाँबाट चाहिँ तल यसो हेर्दाखेरि यो गाउँ चाहिँ अब धेरै भयो यार यो गाउँको नाम भनेकै छु मैले त हामी चाहिँ अहिले फिलहाल अब त्यो पुग्न लाग्छ के भन्छ खङ्गालको गाउँ पुग्न लाग्छ है यता चाहिँ बाटो चाहिँ राम्रै छ भनौँ है खस्यो भने त ल छँगै छ यहाँबाट गयो भने बाँच्ने सम्भावना छैन यो ढुङ्गा जाने तयारमा छ त यार
लगेन ओहो है यता चाहिँ कति डेन्जर के बाटो चाहिँ माथिबाट छ है कस्तो छ यार मागातिरको सिन याद आयो यार मैले त साँच्ची त्यही हो भाइ दुई चाहिँ जानै माथि माथि भन्छ अगाडि खङ्गाल गाउँ चाहिँ यहाँबाट देखिसक्यो भन्छ अब के भन्छ इट इज एपायर्ड होइन यता चाहिँ अब देख्न सक्नुहुनेछ खङ्गाल गाउँ के यस्तो क्यामेरा यार के हो फोकस्ड ए यो नै हो क्या अब खङ्गाल गाउँ भनेको चाहिँ होइन भन्दैछ तँलाई यार कसम डरतनाक होइन खङ्गाल गाउँ चाहिँ च्याट्ट तल चाहिँ होटलहरू छ है त्यहाँ चाहिँ होटलहरू छ है त त्यो च्यादुक चाहिँ त्यहाँ छ क्या अब जुम गरौँ न त इट्स अ च्यादुक यो चाहिँ च्यादुक हो है त अस्पतालमा चेकअप गरिसकेपछि अब जाँदै होइन सर है चेकअप त गरेन त्यसै घुम्न गएको यो चाहिँ खङ्गाल गाविस भन्छ खङ्गाल गाउँ भन्छ है खङ्गाउको स्वास्थ्य चौकी हो भनेदेखि यो भित्र चाहिँ हाम्रो सानो टोपीहरू वाइफाई खेल्दैछन् होइन खङ्गालकै टोपीहरू सानो टोपीहरू अनि मेरो साथी दुई चाहिँ तल के गर्दैछ यार पानी खाने छ भनेदेखि म चाहिँ गइरहेको बाटो चाहिँ थाहा छैन हुन त है मान्छेहरू उता काम गरिरहेको छ है दाइ वाउ स्वास्थ्य चौकी यता चाहिँ वार्म वाटर रहेछ है नुहाइधुवाईको लागि फेसिलिटी त राम्रै रहेछ जस्तो लाग्छ यता हेर्न सोलर भयो है पुग्न लाग्छ है अब पुग्न लाग्छ होइन भाइ माथि पुग्न लाग्छ है खङ्गाल गाउँ पुग्न लाग्छ ओइ ल जाम चलो अहिले चाहिँ खङ्गाल पुगिसकेको अवस्थामा हामी चाहिँ अन्दर भन्छ भित्र छिरिसकेको है खङ्गाल गाउँको भित्र वे इन्टर भन्छ है इन्टर गरिसकेको छ रहेको छ सोसियल स्कुलमा आउँथ्यो यो त हल हो कि हल चिखाङ यो हलमा चाहिँ मान्छेहरू अब लोसर खाने भयो है लोसर जस्तो अब इन्जोय गर्ने पार्टी गर्ने ठाउँ के हो गाउँकै हो त्यसमा चाहिँ के भन्छ अब हल त हलै हो अब हामी चाहिँ खङ्गाल गाउँ एन्ट्री गरिसके होइन त्यो हो हाम्रो मामाको घर कहाँ हो एउटा नि थाहा छैन मलाई त है त्यो पनि कोसिस गरेर सोध्दै जानेवाला छौ हामी होइन भाइ मामाको घर थाहा छ छैन है अब सोध्दै जाने है हामी चाहिँ जो भेट्यो भने सुझले चाहिँ सोध्दै जानेवाला छ होइन त्यही हो है त मकैको रोपाए कदु रहेको छ माथि चाहिँ माथिभन्दा वाउ जाउँदै के म चाहिँ है खाङमा त गर्दा भ्याङ्गरै रहेछ त अब पक्कै पनि यो घर चाहिँ हुनसक्छ है माथि छ नि त पक्कै पनि है खाङमा सर नयाँ घर थियो अरे गाउँ चाहिँ एकदम ठुलो हो है यो गाउँ चाहिँ यो त होइन होला 2 तल्लो 1 तल्लो मात्र छ भन्दै थियो त होइन 100% होइन माथि एउटा छ त्यो हुनसक्छ यस 100% माथि एउटा घर छ त्यो हुनसक्छ कि 100% हो ल थाहा त मैले कसम छैन होइन हुनसक्छ भनेर चाहिँ यो नै हो यो होला है मान्छे एउटा नि छैन जस्तो छ यार 2000 यहाँ दो भने पछि क्या भएको छ है
गन्बक बाटो सही हो कि गलत हो हामीलाई एउटा नि थाहा छैन है। गुम्बा चाहिँ माथि छ, गुम्बाको नजिक छ भन्दै थियो है। होला त गुम्बाको नजिक होला त, एक तले मात्र छ नयाँ घर। अब जाऊँ न त, जो होगा हम देख जाएंगे, चलो। सुया हामी चाहिँ त्यहाँबाट आएको, यो गल्ली हुँदै यता ठ्याक्क यहाँ आइपुग्यो होइन। यहाँमा चाहिँ कोही अङ्कलहरू त्यो काट्दैछ, के भन्छ काबल भन्छ होइन, काबल काट्दैछ। काबल काट्दै हुँदाखेरि मैले चाहिँ सोधेँ कि हाम्रो मामाको नाम निकालेर उहाँको घर चाहिँ कता हो भनेर चाहिँ मैले सोधेँ होइन। सोद्धाखेरि यो नै हो भन्छ कि यो गरै होइन। त्यो हामी चाहिँ यस्तो आयो है, ठ्याक्क यता पुगेछ। हामीले पहिले चाहिँ गएको थिएन, घरै थाहा छैन होइन, ठ्याक्क पुगेछ यार। त्यही हो, घरमा चाहिँ परिवारै छैन है। अब वेट गर्दै फोन कलसल गरिसकेँ परिवारलाई, अब आउँदै होला। त्यही हो है त। अहिले चाहिँ कति बजेको छ भनेदेखि 5 बजेर 38 भन्छ, 38 मिनट्स पुगेको छ है। त्यही हो, तले चाहिँ घर बनाउँदैछ कडा मेहनत के साथ। लोगों ने कुछ बना लिया है, कुछ बनाने का इरादा है। घर बनाउने छ त्यो बाहिर चाहिँ देख्दैन त या चुकेर लाउ चल्दै त यता हेर भाइ साहब। साथै थुइल त कोन नाम नरि यहाँ बजेको चाहिँ कति हो भनेदेखि 6 बजेर 57 मिनट भइसक्यो है। अहिले चाहिँ हामी यता हजुरआमालाई भेटिसकेपछि नास्ता खाएँ, त्यसपछि अब जाँदैछौँ है। त्यही हो, अब बेलुका हुन लाग्छ, राति हुन लाग्छ भनौँ है। अब 7 बज्न लाग्छ है। त्यही भएर अब जाने हो डाइरेक्ट, त्यही नै भनौँ। अब अरू यस्तै छ। यो त मान्छेहरू धेरै काम गरिरहेको छ नि त, बिजी, सबै बिजी छ कि। वाउ, खेतमा होइन धेरै मान्छेहरू काम गरिरहेको छ, धेरै मान्छे भन्छ अब होइन। मान्छेहरू खेतमा काम गर्दै अवस्थामा छ होइन, आफ्नो टाइममा बिजी। के 7 बज्न लाग्छ होइन, त्यहीमा पनि कति बिजी यार, तँलाई पनि हेर्न। वाउ, मान्छेहरू कति बिजी। 7 बज्न लाग्छ, यतिमा पनि कति बिजी यार। उता पनि हेर्न मान्छेहरू, हेर्न यता। वाह कति मेहनती भनौँ। के हो यार क्यामेरामैन फोकस नहीं हो रहा है क्यामेरा। यतिसम्म काम गर्छ यार मान्छेहरू होइन। हेर्न बाबा, अब चाहिँ मेरो मोबाइलको ब्याट्री नि सकिन लाग्छ है। त्यही भएर यहाँबाट चाहिँ अब सायद ब्लग बनाउन पाउँदैन होला। ब्याट्री पनि अब 5 मात्र छ, मात्र 5। त्यही हो, अब हामी चाहिँ फर्किँदै यहाँदेखि उतासम्म 1 घन्टा जति लाग्छ होला सायद। 1 घन्टा जति हामी छिटो जानेछौँ, 45 मिनट जति लाग्छ सायद होइन। अनि त्यही हो, ल है त आजको लागि यति नै भनौँ। र अब गुड नाइट नै भने पनि हुन्छ है मेरो तर्फबाट। ल त The next day 4 बजेर ठ्याक्क 4 बजेको छ है। 4 बजेर 1 मिनट भइसकेको छ हुनु त। अहिले चाहिँ यता बिदाई सदाई गरिसकेपछि खोल्सीबाट बिदाई गरिसकेपछि अब फर्किँदै अवस्थामा छौँ हामी चाहिँ। आज चाहिँ किर्मी आफ्नै गाउँसम्म जाने हाम्रो प्लान छ है, प्लान योजना। अब हेरौँ कति छिटो जान्छ, कहिले पुग्छ हेरौँ। जानेछु है आमा बुवा भाइ सबैसँगै। अब यो टोली भन्छ यो पालिको जर्नी नै त्यो फ्यामिली जर्नी जस्तो भयो यार, फ्यामिली टुर जस्तो। सबै
जहाँ जान्छ सबै सँगै जाने कि सबै सँगै जाने भयो त्यही हो है त अब भिडियो पनि धेरै बनाइसकेँ अब धेरै नभनौँ अहिले चाहिँ 5:14 भइसक्यो है हामी चाहिँ यता छ्याराको छारेमा पुगे फ्यामिली चाहिँ उता जाँदैछ भनेदेखि होइन त्यहाँ यता चाहिँ मान्छेहरू काम गर्नेहरूको पाल होइन बस्ने ठाउँ भनौँ है त्यही हो माथि चाहिँ अब काम चाहिँ प्रोसेसिङमै छ है गर्दै अवस्थामा यता चाहिँ ढोल रहेको छ ड्रोजर बुलडोजर वा है यतिसम्म गरिसकेपछि उनीहरूले त्यत्रो काम गर्ने मान्छेहरू चाहिँ यस्तै हो क्या होइन काम गर्ने मान्छेहरू चाहिँ यस्तै हो है काम पनि गरिन्छ र कमाइ पनि एकदम गरिन्छ क्या त्यही हो माथि चाहिँ एउटा ट्र्याक्टर रहेको छ है ट्र्याक्टर चाहिँ यतै रह्यो माथि नै यता कामहरू गर्दैछ नि त त्यही भएर वेटिङको साथ यता चाहिँ रहेको छ एउटा बुलडोजर रहेको छ है त्यही हो अब होइन म चाहिँ यस्तो गरेर जाँदैछु क्या बाइक पारामा है माथि चाहिँ अब बाटो चाहिँ राम्रो छैन ल हेर्न 6:00 के भन्छ 27 मिनट्स भइसक्यो यता चाहिँ कन्क्रिटको ब्रिज रहेको छ पुल अब मलाई लाग्यो हाम्रो नेपालमा यस्तो प्रगति कहाँबाट आयो भनेर चाहिँ आयो यस्तो हेर्दाखेरि चाहिँ के हो यार यो पुल चाहिँ कहाँ लगाएको यार जिरो वाटर पानी एउटा नि छैन पानी एउटा नि छैन होइन त्यसमा पनि पुल लगाएको छ खोला ठुलो खोलाहरूलाई चाहिँ पुल छैन यस्तो पानी नभएको यस्तो के हो यार त्यहीमा चाहिँ पुल बनाएको छ अब नेपाल त हो है नेपाल इज नट फर द बिगिनर्सको लागि होइन है नेपाल चाहिँ त्यही हो आहा ए साइली मदा यो गुन्सा पुग्यो घाट केर्मी पुग्यो हेलो गाइसहरू आज चाहिँ हामी गइरहेको अवस्थामा म र मेरो भाइ चाहिँ सँगै छ है हामी चाहिँ हाम्रो 8 दिनको बिदा थियो एल्बाङदेखि अब गाउँसम्मको के भन्छ 8 दिनको बिदा है बिदामा चाहिँ बिदा सकेर आज हामी फर्किँदै अवस्थामा छौँ फर्किँदै है उताबाट चाहिँ भिडियोहरू मैले खिचेन किनभने अब त्यही नै छ यार कस्तो जङ्गलको बाटो रहेछ है अहिले चाहिँ रोडको बाटो हुन्छ रोड है एकदम दामी छ यता चाहिँ के भन्छ ग्राभलिङ भन्छ कि त्यो गरेको कारणले गर्दा रोड चाहिँ एकदम स्मुथ देखिरहेको छ हामी चाहिँ अहिले गइरहेको अवस्थामा छौँ अहिले बजेको चाहिँ कति हो भनेदेखि 4:43 के भन्छ अब 43 मिनट भइसक्यो अब गाडी आउने थियो होइन पछाडिबाट गाडी आउने भनेको चाहिँ हो अब खै गाडी अहिलेसम्म आएकै छैन तलबाट होइन आउँछ कि आउँदैन अब फिक्स छैन अहिले चाहिँ हुनु त फिक्स छैन गाडी आउँछ कि आउँदैन भनेर चाहिँ त्यहीमा पनि गाडीको आशामा बसिरहेको छु यता हामी चाहिँ जाँदैछौँ गाडी चाहिँ तल खोल्सीबाट आउने हो हामीले चाहिँ यहाँबाट चाहिँ ड्रप गरौँ भनेर चाहिँ कल गरेको थियो अब खै के हुन्छ होइन बाटोमा धेरै टोपीहरू हुन्छन् त त्यही भएर एक त ड्राइभर हामीलाई चिन्दैन होइन सबै टोपी जस्तै हुन्छ सेम है 2 सिट मात्र खाली थियो भन्दै थियो अब उनीहरू अर्को टोपीहरू पहिलो गयो भने उनीहरूकै जित है हामी पहिलो गयो भने हामीहरूकै जित अब इट्स डिपेन्ड अन आवर लक होइन त्यो हो अहिले चाहिँ यता पुगिसक्यो हामी चाहिँ
जे होस् होइन हाम्रो अब 8 दिनको भित्र चाहिँ बप्पालाई भयो जस्तो लाग्छ मलाई एकदम मेरो त प्लानमा होइन प्लानमा चाहिँ एकदम धेरै डेस्टिनेसनहरू चाहिँ क्रिएट गरेको थियो होइन त्यहाँ जान्छु त्यहाँ जान्छु भनेर चाहिँ तर सबै ठाउँमा चाहिँ 8 दिनमा पुग्दैन नि त है त्यही भएर पुगेन है एक त साथीतिर हुनु पऱ्यो अब एक्लै गएर त भएन है त्यही भएर अब सायद गाडी आयो ल अब यो गाडीमा रोक्नेवाला छौ है त्यसपछि गाडी चढेर जानेवाला छौ ल है त यति नै हो अब गाडी चढ्ने हो अनि जाने हो है पुग्दाखेरि चाहिँ सर्ट भिडियो खिचेर चाहिँ तपाईँहरूलाई जानकारी दिनेवाला छु है पुग्न लाहा अब चेकपोस्ट हम रुके लुइन थियो जी चेकपोस्ट हम चेक लुइन थियो लकर गोसा आया मैं तो जाना कतही यहाँ यूँ क्या क्या थे वो शिमली उठो ये सम्म होला त 어디나 다시 खड़ा सलेम दे मन्द भाइ दे दम दे सलेम मन्द दे 너도 사러 가네 सलेम थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज यदि तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गरिरहेको छैन भनेदेखि सब्सक्राइब गर्नुहोला र योभन्दा अघिल्लो समर भेकेसनको 2 पार्ट भिडियो अपलोड गरिसकेको थिएँ मैले चाहिँ त्यो पार्टहरू तपाईँहरूले हेर्न मिस भयो भनेदेखि अब हेर्नुहोला गएर चाहिँ मेरो च्यानलमा भिजिट गरेर चाहिँ त्यो हेर्नुहोला यो पार्ट चाहिँ लास्ट पार्ट हो हाम्रो समर भेकेसनको ब्लग्सहरूमध्ये लास्ट पार्ट चाहिँ यो हो 3वटा पार्ट बनाएको थिएँ त्यही नै हो थ्याङ्क यू सो मच एन्ड किप सपोर्टिङ बाई बाई